सो हेलो एन्ड नमस्ते ब्युटिफुल पिपुल। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि पनि स्वागत छ मेरो न्यू ब्लगमा है। आज पनि त्यस्तै हो, कट्टा लगाएर म खेल्न जाँदैछु है। त्यही त हो नि। अब आज भ्यालेन्टाइन डे, अरू भ्यालेन्टाइन डे मनाउँदैछन्, म भने फुटबल खेल्न जाँदैछु है। त त्यस्तै छ, के गर्नु है। तो है लगाइज चट्टा लगाएर हामी चाहिँ अब ग्राउन्डतिर आइसकेको छ है। आजको मौसम चाहिँ लभली छ, त्यहाँ त छ ग्राउन्ड। अब हामी जानुपर्ने हुन्छ, लाग्नुपर्ने हुन्छ है। अरू भ्यालेन्टाइन डे, भ्यालेन्टाइन मनाउँदैछ होइन। हामी चाहिँ ल थ्याङ्क यू साथी यार होइन। है त अब हामी जाँदैछौँ ग्राउन्डतिर। यहाँ हाम्रो छ साथी, यता छ अर्को साथी है। मौसमको बारेमा भनिदिनु न फर्स्ट टाइम ट्याक्क आज चाहिँ हेर्नु वेदर, ओ माई गड। हिजो चाहिँ कस्तो जाडो थियो, आज चाहिँ यस्तो खतरा है। त्यहाँबाट बाटो र छैन होला साथी, यताबाट है। अब अघि नै भनिसक्यो आज भ्यालेन्टाइन डे, अरू अब भ्यालेन्टाइन मनाउँदैछ भन्न है। हामी लफङ्गाहरू चाहिँ फुटबल हातमा लिएर, अरू के भन्छ अरे फुल लिएर गर्लफ्रेन्ड भेट्न जाँदैछ होइन। फुटबलरहरू फुटबल लिएर फुटबल लाउँदैछ है। टल्केको हो भनेको हुन्छ। रियल मैड्रिडको फ्यान, रोनाल्डोको फ्यान, तर बुट चाहिँ फेरि मेस्सी नै हो है। जस्तो भने नि मेस्सी इज द गोड क्या है। ए रोनाल्डोको फ्यानै भयो नि, मैड्रिडको फ्यानै भयो भने मेस्सी लेखेको बुट लाउँदैछ है। यस्तै छ, थाहा छ मेस्सी राम्रो भनेर, त्यही भएर जुत्ता लगाउँदैछ। जसको फ्यान भयो पनि जस मेस्सीलाई हेड गर्न चाहिँ सक्दैन। यस्तो चाहिँ नभनौँ न है। त है त यस्तो ग्राउन्ड हेर्न सक्नुहुन्छ। यस्तो भएर म सट्ट लगाएर ए घामले त देखेकै छैन त भाइ त है। सो अब एकछिनपछि भेटौँला, चेन्ज गरेपछि है त। आजको प्रस्तुति हेर्न सक्नुहुन्छ। हाम्रो किपर, के किपरले बल छुन्छन्। ए भ्लग ल, ओके ओके। हेलो एभ्रिवान, भ्लग टु वेलकम। गम्छा गम्छी ट्रायल गर्नु है। किपरले बल्ल बल छुएका छन् मुस्कुराउँदै। ए देखाउन मिलेन यता यार। दोस्रोचोटि बल छोएका छन् किपरले। जुबिन दाईको प्रहार सिधै हेलिकप्टरमा चन्द्रमामा पुगेको छ बल। जुबिन दाईको प्रहार हेलिकप्टर चन्द्रमा पुगेको छ। चन्द्रमामा जानु हुँदैछ जुबिन दाई। यो बल यहाँ छ टन्ना टन ल्याइसक्यो। यहाँ राखिदिनु पर्यो। राम्रो सेभ ए रेकर्डै गरे। गोल रेकर्डै गरेको रहेछु मैले त। रेकर्ड गर्नै बिर्सेछु मैले। अलिकति ल दाइ, तपाईँको मैले फोटो खिचेँ, भिडियो खिचेको छु गोल हानेको उडाएको चन्द्रमा पुगाउनु भएको भनेर। दामी भाइको भ्लग अरे भ्लगमा यहाँ हाम्रो बेस्ट किपर है, साउथ इस्ट लन्डनको, ओभरअल युके को। अब भाइ चाहिँ अब एकदम बबल किपर भइरहेछ। मार्केटमा एकदम डिमान्ड धेरै भएको किपर अहिले भाइ नै हो।
अनिलजीले एकदम ठुलो प्रहार मिस गर्यो यहाँ अनिलजीबाट प्रहार मिस भएको छ राम्रो छ किपर राम्रो सेभ थियो किपरको तर यो पनि मैले लिन पाइनँ किपरबाट राम्रो जज के अपोनेन्ट चाहिँ होपलेस हुन सफल किपर राम्रो थियो किपर राम्रो थियो जज राम्रो गरेको हुनाले अपोनेन्ट अलिकति तर्स्यो प्रेसर तर हाम्रो भिडियोमा लिन पाइनौँ दाइले भिडियो छ ओइ राम्रो थियो अरे किपर उता किपर राम्रो सेभ ए फेरि सेभ गर्यो फ्याल्दैन राइटमा यता पनि म खिच्दैछु राम्रो सेभ घाममा फेरि बादल लागेको छ क्यामराम्यान लाजु नामक साथमा जी चन्द्रमा मैले भने नि त हाम्रो किपरले भनेको त दाइले फिक्स गोल छिराउनु पर्ने हो क्या त्यो गोल फिक्स हो गरे अब अर्को बल पनि चन्द्रमा सब आज हेलिकप्टर शटहरु हान्नु मात्रै रहेछ आज हेलिकप्टर शट के चौरमा हैन हेलिकप्टर शट के भन्न जान्छ तपाईले अघि गोल मैले 5 जना गोल नहान्दाखेरि अब तिमीले 5 दिएर गोल त्यो झुकेर आयो भन्नु त झुकेर आएको हो त्यो हैन अब छिटो क्विक आएको भन्छ डिसिजन क्विक हुन्छ अलिकति ढिलो भयो एक्सपेक्टेड थिएन किपरले पनि अलिकति हात लिएर आयो अलिकति किपरलाई कुल्चिनु भन्दा बचाएर बचाएर चाहिँ अब यसो जितिरहेछ जितिरहेछ त्यही भएर चाहिँ चेन्ज गर्नु गएको दाइले 2 मिनेट जाडो पो भयो त जाडो छ नि यार घाम मात्रै लागेको रहेछ अभि हाम्रो किपर खतरा यो चाहिँ भिडियोमा जर्सी नम्बर 17 युबिन बानिया मैदान प्रवेश गर्नुभएको छ भने जर्सी नम्बर 0 अनिल गौतम मैदान बाहिरिनु भएको छ आज हाम्रो नाम ओभरटेक गर्ने भयो नि त यार कसले त यिनीहरूले यिनीहरूले म मात्र नरहेछु है त्यस्तो हानी चाहिँ हाम्रो प्लेयरले सबैले चन्द्रमा सट हानिरहेछ म मात्र नरहेछु सो गाइज गेम सकिसकेको छ है चतलाएर गेम जित्यो अब फेरि काममा भाग्नुपर्ने हुन्छ यस्तरी होइन भ्यालेन्टाइन डेको दिनमा पनि काममा जानै पर्यो बल खेलेर होइन टक्क खेल्यो अब भाग्दै जानुपर्छ यस्तरी बस 3 मिनटमा छ थाकियो जानुपर्छ है काममा होइन 12 बजेर काम छ 11:30 भइसकेको छ नि फाइनली बस स्टप उता छ आइयो होइन के गर्नु यस्तै छ इन्टरनेसनल स्टुडेन्टको जिन्दगी भ्यालेन्टाइन डेको दिनमा पनि काममा जानु परेको छ के गर्नु यस्तै छ है ल अहिले बस्नु बसबाट झरिसकेको अवस्था यसरी दौडिँदा अब ट्रेनतिर जाँदै स्टेसन आइसकेको छ ट्रेनभित्र आइसकेको छु म ट्रेनभित्र बोल्न मिल्दैन त्यसरी सो गाइस काममा आइसकेको छौँ हामी ढिलो भइसकेको छ दौडिन पर्ने हुन्छ 12 बजी थियो 12:30 भइसक्यो मार्ने हो मलाई
छ के गर्नु गाह्रो छ लगाइछ म काम सुरु गर्छु अहिले ब्रेकमा भेटौँ है त सो गाइज रातिको 12:30 भइसकेको छ म बल्ल कामबाट सकेर आएको है ब्रेकमा भेट्छु भनेको ब्रेकमा बोल्न पाइएन यस्तै छ है 12:30 भइसक्यो पुरो थाकेछ ल त काम हान्ने है गलेर यस्तो भएछ कि अब भन्नै सकिँदैन ल तिमीहरूलाई अब ह्याप्पी भ्यालेन्टाइन्स डे है अब कपल्सहरूलाई विशेष गरी फलोस् लागोस् है चट्टा लाएर है यस्तो राति भइसक्यो क्या यस्तो निन्द लाग्छ थकेर अब गएर मिठो पाराले अब खाना खाएर सुत्नुपर्ने हुन्छ चट्ट सो गाइज अब लेट नाइट घर आइपुगिसकेको छु आँखा हेर्न सक्नुहुन्छ मेरो कुरो बन्द भइसकेको छ है फाइनली घर पनि आइपुग्यो के गर्नु यस्तै छ है नगरौँ भने पनि गर्नै पर्ने हुन्छ है हामीले गर्नै पर्ने हुन्छ वी हेभ टु डु है के भन्छ त्यही त थाकियो लोत्त परेछ है यस्तो भइरहेछ है घर आइपुग्यो अब जाने बित्तिकै बेडमा पल्टिन मन लाग्छ तर के गर्नु खाना खानु पर्यो भोक लागिरहेछ या गाइज अनि बित्तिकै यसरी लडियो म त है के गर्नु थाकियो यस्तै छ परदेशी जिन्दगी है थाकियो लट्ठ परेछ आँखा हेर्नु सक्नुहुन्छ पुरै लट्ठ भन्छ खोल्नै सकेको छैन तर के गर्नु अब फेरि खाएर सुतेर बिहान पनि जानुपर्ने हुन्छ मजदुरीमा म चाहिँ काम भन्दिनँ मजदुरी भन्छु है तपाईँहरू के भन्नुहुन्छ भन्नुहोला आफ्नो चोइस हो म चाहिँ मजदुरी भन्छु है यस्तै छ सो गाइज त्यही हो मेरो आजको भ्लग है अब आजको मेरो भ्लग सकिएको घोषणा गर्दैछु म है त्यही हो गाइज थ्याङ्क यू सो मच फर वाचिङ है टक्क लगाएर नयाँ हुनुहुन्छ भने ट्याक्क लगाएर सब्सक्राइब त हान्नै पऱ्यो लाइक त हान्नै पऱ्यो होइन अब चट्ट लगाएर सेयर त हान्नै पऱ्यो मेरो यो सेकेन्ड भ्लग हो होइन के कस्तो भयो टक्क लगाएर भनिदिनु होला फेरि म अझ योभन्दा दामी भनौँ न राम्रो कन्टेन्ट ल्याउने प्रयास जारी छ है ल्याउने पनि छु किनकि अब समर आउँदैछ समरमा टुर्नामेन्टहरू धेरै हुन्छ टुर्नामेन्ट त अब खेल्न गइन्छ सबै नगए पनि भ्याइएको जति गइन्छ अब गएको बेलामा त्यति बेला राम्रो कन्टेन्ट निकालौँ ल है आजको लागि चाहिँ यति नै हो आजको मैले सक्दो गरेँ मैले नसकेको पनि अब साथीहरूलाई भनेर क्याप्चर गर्न लगाएँ त्यही हो गाइज थ्याङ्क यू सो मच ह्याप्पी भ्यालेन्टाइन डे के भने मैले त्यही त हो नि ठिक छ त्यही हो ह्याप्पी भ्यालेन्टाइन डे है तपाईँहरूको अब त्यही हो फलोस् फुलोस् त्यही नै हो है ल थ्याङ्क यू सो मच गाइज शुभरात्रि गुड नाइट है त